हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म हजुरहरूमा घरमा नै सजिलोसँग एकदमै हेल्दी वेमा चिकन चटपटे कसरी बनाउने भनेर देखाउन जाँदैछु। म चाहिँ अहिले 6 मन्थ रनिङ प्रेग्नेन्ट छु र मलाई चाहिँ आज एकदमै चटपटेको क्रेभिङ भएकोले घरमा नै चिकन चटपटे बनाउँदैछु। आशा छ हजुरहरूलाई मेरो चिकन चटपटे बनाउने रेसिपी अवश्य पनि मनपर्ने छ। चिकन चटपटे भन्ने बित्तिकै सुरुमा हामीलाई चिकन चाहिन्छ। मैले चाहिँ आधी किलो चिकन लिएकी छु। त्यसपछि यहाँ भेजिटेबलहरू र स्पाइसेसहरू लिएकी छु। भेजिटेबल र स्पाइसेसहरू चाहिँ कति मात्रामा राख्ने भनेर चाहिँ मैले भिडियोमा राख्ने बेलामा हजुरहरूलाई भन्ने नै छु। भिडियो अन्तिमसम्म हेर्नु होला। सुरुमा चिकनलाई सानो सानो पिसमा कट गरेर स्वाद अनुसार नुन, थोरै बेसार, थोरै रातो धुलो खुर्सानी, त्यसैगरी थोरै अदुवा लसुनको पेस्ट र 1 चम्चा जति कर्नफ्लावर राख्दैछु। कर्नफ्लावर राख्नले चाहिँ चिकनलाई एकदमै क्रन्ची बनाउन हेल्प गर्छ। अब भने चिकनलाई मिक्स गरिसकेपछि म एउटा फ्राई प्यान बसालेर थोरै तेल तताउँदैछु। यदि हजुरहरूलाई चाहिँ चिकन पिसेस चाहिँ एकदमै सारो र डिप फ्राई गरेको मनपर्छ भने तेल अलि धेरै राखेर डिप फ्राई पनि गर्न सक्नुहुन्छ। मैले भने चाहिँ यहाँ चिकनलाई थोरै तेलमा नै राम्रोसँगले फ्राई गरिसकेको छु। हजुरले भिडियोमा देख्न सक्नुहुन्छ। चिकन पिसेस चाहिँ यतिको रातो कलरको भइसकेपछि अब यो चटपटेको लागि रेडी भइसकेको छ। अब भने चटपटे बनाउनको लागि सबै सामग्रीहरू रेडी भइसकेको छ। म चाहिँ अब बनाउन सुरु गर्दैछु। सुरुमा भिजाएर राखेको चना केराउलाई राख्दैछु। त्यसैगरी मसिनो गरी काटेको गाजरलाई पनि राखेँ। मसिनो गरी काटेको काँक्रो, मसिनो गरी काटेको उसिनेको आलु, मसिनो गरी काटेको बन्दालाई पनि राख्दैछु। मसिनो गरी काटेको प्याज, गोलभेडा, त्यसैगरी यो चाहिँ भुटेको बदाम हो र यो चाहिँ आलु भुजिया, यसले पनि एकदमै मिठो बनाउँछ। त्यसैगरी रातो खुर्सानी काटेर राख्दैछु र धनिया पनि राख्नुपर्छ, मिठो टेस्ट आउँछ। त्यसैगरी चटपटेलाई मिठो स्वाद लिएर आउने भनेको चाहिँ यो भुटेको तोरीको धुलोले हो। त्यसैगरी मेन इन्ग्रेडियन्ट्स भनेको चाहिँ चटपटे मसला हो। मैले चाहिँ यसमा जिरा, धनिया, आलस र सेतो तिललाई भुटेर पिनेको हो। त्यसपछि बिरे नुन पनि राख्नुपर्छ। बिरे नुनले एकदमै मिठो स्वाद ल्याउँछ। त्यसपछि थोरै नुन र रातो खुर्सानीलाई पनि राख्दैछु। त्यसपछि कागतीको रस पनि राख्दैछु। मैले चाहिँ 2 चम्चा भुटेको तोरीको तेल राख्दैछु। यसले एकदमै मिठो स्वाद लिएर आउँछ र थोरै भुजा राखेँ। अन्तिममा चाहिँ मैले फ्राई गरेको चिकनलाई र 1 पोका चाउचाउ राख्दैछु। यो चटपटेको होल रेसिपीमा हल्का अनहेल्दी भनेको चाहिँ यही चाउचाउ मात्रै पर्छ। यदि हजुरले चाउचाउ राख्न चाहनुहुन्न भने चाउचाउ नराख्न पनि सक्नुहुन्छ। म चाहिँ आफू पनि प्रेग्नेन्ट भएको हुनाले चाहिँ एकदमै हेल्दी वेमा बनाउने ट्राई गरेको छु। अब भने हाम्रो एकदमै हेल्दी र एकदमै मिठो चिकन चटपटे बनेर रेडी भइसकेको छ। यो चटपटे चाहिँ बजारमा पाउने भन्दा एकदमै नै हेल्दी बनेको छ। मैले यसमा ससहरू पनि केही युज गरेको छैन र एक्स्ट्रा कलरहरू पनि केही पनि युज गरेको छैन। यदि हजुरहरूलाई रातो सस राखेको मनपर्छ भने सस राखेर पनि खान सक्नुहुन्छ। अनि मैले यसलाई खाइहेरेको, यो चाहिँ एकदमै नै मिठो र एकदमै टेस्टी बनेको थियो। यदि हजुरहरू पनि प्रेग्नेन्ट हुनुहुन्छ र चटपटेको एकदमै क्रेभिङ भएको छ भने चाहिँ बाहिर गएर नखानु होला प्लिज। घरमा नै यसै गरी हेल्दीवाला चटपटे बनाएर इन्जोय गर्न सक्नुहुन्छ। हजुरहरूलाई मेरो आजको चिकन चटपटे बनाउने रेसिपी कस्तो लाग्यो? यदि भिडियो मन परेको छ भने लाइक, कमेन्ट, सेयर र मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।